सधैँ चाहिँ आज पनि मैले आफ्नो साइकल निकालेर राइड सुरु गर्न लागेँ। तर आजको फरक कुरा, क्यामेरा हेलमेटमा होइन, चेस्ट माउन्टमा छ। बिहानै 2 जना साथी घरमा लिन आए। एकजना साथी चाहिँ मेरो नयाँ साइकल हेरिरहनु भएको थियो। आजको राइडमा बिहानैदेखि एक्साइटमेन्ट थियो। हामी कोरिडोरको बाटो हुँदै बुढा नीलकण्ठतिर लाग्यौँ। आज शिवरात्रि, बाटोभरि बच्चाहरूले बाटो छेकेर पैसा मागिरहेका थिए। हामी पनि थोरै थोरै पैसा दिँदै अगाडि बढ्यौँ। अनि सुरु भयो डाँडा गाउँको उकालो। कहिले क्यामेरा यहाँ, कहिले त्यहाँ, कहिले मेरो साइकलमा, कहिले साथीको साइकलमा भिडियो बनाउँदै हाँस्दै उकालो चढ्दै गऱ्यौँ। हेलिप्याड पुगेपछि हामी देब्रेतिर मोडियौँ। भोक लागिसकेको थियो। खाना खोज्दै हामी गाउँतिर लाग्यौँ। यहाँ एउटा ठाडो उकालो छ। हामीलाई थाहा थियो यो सजिलो छैन। 2 जना साथीले त तलै साथ छोडिदिनु भयो। तर हामी 2 जना चाहिँ एक्स्ट्रा एडभेन्चर खोज्दै उकालो चढ्यौँ। अन्त्यमा एउटा फार्म हाउसमा बसेर मजाले खाना खायौँ। थकान पनि गयो, एनर्जी पनि फर्क्यो। खानापछि पालो आयो ओह्रालोको। हावासँगै फ्लोसँगै राइडको असली मजा यही थियो। Where stress dissolves like footprints in the sand. घर फर्किएपछि म सिधै साइकल सफा गर्न लागेँ। राइड सकियो, तर सेटिस्फ्याक्सन बाँकी रह्यो। आजको राइड डिस्टेन्स 20 किलोमिटर, एलिभेसन गेन 315 मिटर, टाइम 3 घन्टा। थकाइ थियो, तर मन एकदम हल्का। यस्ता राइडहरू डेस्टिनेसनका लागि होइन, एक्सपिरियन्सका लागि हुन्छन्। अर्को राइड नगरकोटको छ। सिउ नगरकोट। बाई बाई।